तल पनि चाहिँ बनाउँछु बिहान पनि यतै गरियो बच्चा त्यत्र भए अलिक केही दुःख लाग्छ त्यो कुरा यिनै हुर्क्यो यी के नाड्ताउ यिनै हुर्के यहीँबाटै पल्टनमा पेन्सन पकाएँ अनि पछि थाहा भएन यो माओवादीले गर्दा नि पुरो फार्ममा चाहिँ फेरि बस्न दिएन माओवादीले पल्टनको पनि दिएन पहिला माओवादीले अनि यता पनि बस्यो अब स्थायी सरकारले हामीलाई बसोबास पनि दिनु भएन सो कारणले अब यहाँ नेपालमा गरी खाने अब कुनै पनि बाटो नभएकाले अब सो म चाहिँ अब विदेश जाने विचारमा छु। सबै हाम्रो भोलिन्टियर साथीहरूलाई र्यालीलाई 2 लाइनमा डिभाइड गर्न हैन यो त एकदमै गलत हो हैन। पहिला प्रमाणीकरण गर्नुपर्छ, त्यसपछि को चाहिँ वास्तवमा आवश्यकताले बस्या हो, को चाहिँ आवश्यकता नभइकन पनि त्यहाँ चाहिँ हैन हडपेर बसेको स्थिति हो लोभले भन्ने कुरा पहिला त्यो चाहिँ एकदम ब्ल्याक एन्ड व्हाइटमा छुट्याउन सक्नु पर्थ्यो। त्यसपछि अनि एउटा पुनर्वासको योजना बनाएर कोही पनि होमलेस नहुने हैन कसैको पनि क्षति नपुग्ने गरी त्यो ढङ्गले मात्रै त्यसपछि चाहिँ व्यवस्थापन गर्नु पर्थ्यो। त्यसैले विकल्प बिना चाहिँ बस्ती भत्काउने काम भनेको एकदमै गैर कानुनी हो, यो चाहिँ मानव अधिकारको उल्लङ्घन पनि हो।